सबैलाई नर्मल लाग्ने कुरा अनि मलाई चाहिँ एकदमै लाज लाग्ने कुरा के हो भने म 2 दिनको लागि माइत जाँदैछु मेरो छोरालाई 2 साग पकाएर खुवाइदिनु न है एन्ड द सन इज 20 years ओल्ड 20 वर्षको तपाईँको छोरो 4वटा त गर्लफ्रेन्डै छ फुटबलदेखिबाट राजनीतिदेखिबाट सबैको गफ फेसबुकमा मजाले उम्लेर हान्छ तर त्यसलाई खाना बनाउनु किन आउँदैन यो कुरा यति नर्मल छ कि मम्मीले त्यसो भनिदिएर त्यो 20 वर्षको छोरालाई छिमेकीको घरमा खाना जान लाज पनि लाग्दैन के यार भाइ तिमी 20 वर्षको छौ प्लिज ह्याभ सम सेम आफै पकाएर खाऊ न यार घरमा त सबै कुरा छ नि त अनि यो कुरा कहीँ टाढाको होइन मेरै घरमा पनि मेरो मम्मी कहीँ जानुभयो भने मेरो भाइ घरमा एक्लै छ भने पछाडि सबजना सक्ट पर्छन् के ल्या भाइलाई कसले पकाएर खान दिने या 9 क्लासमा पढ्छ ऊ आफै पकाएर खान्छ नि त्यति बित्ति सक्ड हुनुपर्ने कुरा केही पनि छैन मलाई थाहा छ मैले कुन उमेरदेखिबाट म जब त्यो खाना पकाउने भाँडो उचालेर ग्यासमा राख्न मलाई गाह्रो हुन्थ्यो नि मैले त्यो टाइमदेखिबाट खाना बनाइरहेको हो क्या अनि केटा मान्छेलाई कुन लेभलको प्रिभिलेज कुन लेभलको लग्जरी छ त ओ माई गड मलाई त अर्को जन्ममा केटै हुनु छ केटै नै त्यहाँमाथि नेपालमा आन्टीहरू बिरामी भएर सुत्दाखेरि न छोराले खाना बनाएर खान दिन्छ आफू पनि बाहिर बाहिर खाएर आउँछ अनि हामी भेट्न जाँदाखेरि के भन्छ भन्दाखेरि काश मेरो पनि छोरी भएको भए तिम्रो बच्चा त छ नि होइन छोरा र छोरी त्यस्तो फरक हुन्छ बच्चीदेखिबाट सिकाएको भएदेखि यसो यसो गर्ने यहाँ यसो गर्ने भनेर सिकाएको भएदेखि त उसले पनि पकाएर खाना दिइहाल्थ्यो त कि केटी नै भएर जन्मिनु पर्ने हो खाना बनाउनको लागि कस्तो वियर्ड क्या यो कुरा कसलाई किन यस्तो लाजमर्दो लाग्दैन आई फाइन्ड इट सो वियर्ड